हेलो, मेरो यो फोनभित्र हुनुभएको सम्पूर्ण साथीहरूमा एकमुष्ट नमस्कार। आम्मा मेरो त हात पनि कति पुड्को हौ। साथीहरू, मेरो अनलाइनबाट जति पनि जोडिनु भएको साथीहरूमा चाहिँ आज म एउटा कुरा सेयर गर्न आएको है। मेरो फेसबुक, इन्स्टा, वाट्सएप जता जता पनि छरिनु भएको साथीहरू हुनुहुन्छ। म चाहिँ यो मेरो आफ्नो भोइसमा, आफ्नो यो रियल भोइसमा चाहिँ आज एक दुईपल्ट त बनाएको जस्तो लाग्छ, तर यो सेयर गर्ने कुराहरूमा चाहिँ मैले फर्स्ट टाइम म सेयर गर्न आइरहेको छु आफ्नो भोइस लिएर होइन। जतिसक्दो तपाईँहरूले सेयर गरिदिनुहोस्, किनभने मलाई एकदमै टेन्सन भइरहेको छ। 2-3 दिनदेखिको टेन्सन पनि भइरहेको छ। एकदम कठिनाइ आइरहेको छ मेरो। यस्तै हो साथीहरू। यहाँ म भाँडा धुँदै बात मार्छु, त भन्दै छैन भाँडा धुनु हो। अन्त तपाईँहरूले यो भिडियो सेयर गरेर आफ्नो साथीभाइ आफन्त पुऱ्याइदिनुहोस्, ताकि कतै न कतैबाट म सल्लाह सुझाउहरू पाउँछु होला। मेरो कमेन्ट बक्समा आएर तपाईँहरूले आफ्नो सल्लाह सुझाउहरू दिनुहोस् हो, सल्लाह सुझाउ दिनुहोस्, ताकि मेरो प्रब्लम पनि सल्भ होस्। मैले पर्सनली साथीहरूलाई चाहिँ यो कुरा सेयर गर्न नखोजेको चाहिँ नगरेको चाहिँ अब 1-2जनालाई त गरेँ, तर मलाई सबभन्दा बेस्ट चाहिँ लाग्यो कि मेरो त अब फेसबुकमा धेरैजना साथीहरू हुनुहुन्छ हो। काहीँ न काहीँबाट म सल्लाहहरू पाउँछु, कमेन्टमा मलाई लेखिदिनुहुन्छ यस्तो भनेर, सुझाउहरू दिनुहुन्छ भनेर चाहिँ मैले यो भिडियो बनाएको। साथीहरू, तपाईँहरूले यो भिडियो सेयर गरेर पुऱ्याइदिनुहोस् साथीहरू आफन्तको माझ होइन। अन्त तपाईँहरूले आफ्नो सल्लाह सुझाउहरू मेरो कमेन्ट बक्समा लेखिदिनुहोस्, ताकि म समस्याको समाधान गर्न सकौँ। म एकदमै टेन्सनमा छु साथीहरू, के भन्नु। अति नै भएर चाहिँ म यहाँ मेरो मनको कुरा सेयर गर्न आएको। मेरो मनभित्रको कुरा 3-4 दिनदेखिको मलाई एकदम कठिनाइ भइरहेको छ हो, एकदम कठिनाइ भइरहेको छ। अन्त यस्तै हो साथीहरू, भाँडा धुँदैछु हो। मेरो साथीले नि तिमीले भिडियो बनाऊ न, बोलेर भन्छ हो, भोलि भोइसहरू आवाजहरू राम्रो छ तिम्रो, बोल्छौ भन्छ। अनि साथीकै रिक्वेस्टमा पनि मैले यो कुराहरू सेयर गरेको हो। यस्तो रहेछ साथीहरू जिन्दगी। अब यस्तै हो, कहिले दुःख कहिले सुख है, माइनस प्लस भइरहन्छ। सङ्घर्ष नै जीवन रहेछ। म चाहिँ तर अनुहारहरू चाहिँ टेन्सन भएको जस्तो चाहिँ कहिले देख्दिनँ है साथीहरू। मेरो साथीहरूले पनि भन्छ कि टेन्सन भयो भन्छ, जहिले तैँले हाँसिरहेको भन्छ, तर टेन्सन त यहाँभित्र हुन्छ, यहाँभित्र हुन्छ, कहाँ यहाँ यस्तोमा हुँदैन नि त हो। अन्त टेन्सन भइरहेको छ साथीहरू, त्यही भएर तपाईँहरूलाई मैले सेयर गर्न आएको। फटाफट अब केही कुरा भन्छु भन्दा, आफ्नो मनको कुरा सुनाउँछु, सेयर गर्छु भन्दा त कस्तो कान थापेर पुरा परेर हेर्दो रहेछ है। के सेयर गर्नु, यहाँ भाँडा धुनु कम्ता छैन। भाँडा धुइसकेर चाहिँ रोटी पोल्नु छ। बिहानै रोटी, बेलुकै रोटी, बिहानै रोटी, बेलुकै रोटी, वाक्कै दिक्कै ब्याक्कै भइसक्यो साथीहरू। कुरा त्यही हो। यहाँ भाँडाहरू धुनु, रोटीहरू पोल्नु छ। मजाले हेरेर चाहिँ जाँदा जाँदा लाइक, सेयर अनि कमेन्ट यस्तो लाइक ठोकेर जानुहोस् ल। नमस्ते, बाई।